नानीहरुलाई लिएर मञ्चमा ल्याउनु होला। कक्षा 5 ए बाट प्रथम खुशबु कुमारी ब्रह्मन, द्वितीय उदित ओझा, तृतीय सारिका गुरुङ, द्वितीय उदित ओझा, तृतीय सारिका गुरुङ। यसैगरी कक्षा 5 सी बाट प्रथम अग्रिम करेल, द्वितीय आगमन लामिछाने, तृतीय करुणा देवकोटा। कक्षा शिक्षक मित्रलाई मैले पुनः सविनय अनुरोध गर्दछु, कृपया समयको पाबन्दीलाई मध्यनजर गर्दै मैले माथिल्लो कक्षाबाट बोलाइरहेको छु। तसर्थ नर्सरी, एलकेजी, युकेजी 1, 2, 3, 4 का साथीहरू कृपया आफ्ना बाबु नानीहरू सहित मञ्चमा आउनुहोला। कक्षा 4 तर्फ प्रथम हुन सफल सन्देश अधिकारी, द्वितीय सम्राट सुनार, तृतीय सपना राणाभाट। कक्षा 4 बाट प्रथम सन्देश अधिकारी, द्वितीय सम्राट सुनार, तृतीय सपना राणाभाट। मालामा सहयोग गरिदिनु न। विवेश सदस्य गजेन्द्र राज ढकाल सरलाई विनम्र अनुरोध गर्दछु। सर कृपया माला पहिराइदिनु हुन विनम्र अनुरोध गर्दछु। यसैगरी कक्षा 3 बाट प्रथम विजय नेपाली, द्वितीय विवेक अधिकारी, तृतीय प्रदीप साबुगाई। कक्षा शिक्षक मित्रहरू कृपया आफ्ना नानीहरू सहित मञ्चमा आउनुहोला। कक्षा 3 प्रथम रिजा नेपाली, द्वितीय विवेक अधिकारी, तृतीय प्रदीप साबुगाई। श्रद्धेय सर म्याडमहरू, कक्षा शिक्षक सर म्याडमहरू, यदि बाबु नानी हुनुहुन्न भने पुरस्कार हजुरले ग्रहण गरिदिनु होला। यसैगरी कक्षा 2 बाट प्रथम अस्मिता राणाभाट, द्वितीय सारिका नेपाली, तृतीय पल्लवी तिवारी। सबै सफल हुनुभएका प्रथम, द्वितीय, तृतीय हुनुभएका बाबु नानीहरूको समुज्जवल शैक्षिक भविष्यको शुभकामना व्यक्त गर्दछौँ। पुनश्च कक्षा 2 बाट प्रथम अस्मिता राणाभाट, द्वितीय सारिका नेपाली, तृतीय पल्लवी तिवारी। कक्षा 1 बाट प्रथम मेलिना गुरुङ, द्वितीय प्रशान्त तामाङ, तृतीय वन्दना पौडेल। मैले यहाँहरूलाई निवेदन गरिरहेको छु, कृपया कक्षा शिक्षक सरहरू पनि अथवा म्याडमहरू साथमै आउनुहोला। प्रथम मेलिना गुरुङ, द्वितीय प्रशान्त तामाङ, तृतीय वन्दना पौडेल। कक्षा युकेजी बाट प्रथम लाप्सन घरती, द्वितीय गुन्जन पौडेल, तृतीय पूर्णिमा गुरुङ। कक्षा युकेजी बाट प्रथम लाप्सन घरती, द्वितीय गुन्जन पौडेल, तृतीय पूर्णिमा गुरुङ। यसैगरी कक्षा एलकेजी बाट प्रथम ऋतिका चापागाई, द्वितीय आरोग्य कुँवर, तृतीय विभा सुनार। यसैबीच हाम्रा आमन्त्रित व्यक्तित्व शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष आदरणीय बुवा शिवराज लामिछानेज्यूलाई मैले देखिरहेको छु। उहाँलाई अगाडि अतिथिको रूपमा आएर आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। उहाँलाई सम्मान गरिदिनु हुन सरस्वती पौडेल म्याडमलाई विनम्र अनुरोध गर्दछु।